हेलो नमस्ते र सेवन्ने सबै मेरो साथीभाइहरूलाई र आज चाहिँ म तपाईँलाई मेरो गोदावरी है फुलेको देखाउँदैछु। हेर्नुहोस् है, चाहिँ प्रायः जस्तो चाहिँ म चाहिँ है कासा ग्रान्डीको है भेराइटिस रोपेको छु। हेर्नुहोस् है, सबै अब यो चाहिँ तिहारमा चाहिँ ठिक्कै हुने रहेछ साथीहरू। हेर्नुहोस् त यो गोल्डनहरूले मजाले फुलिरहेको छ हो। आज चाहिँ म सन्डेको चाहिँ मिनी ब्लग चाहिँ यही गोदावरीको देखाउने गइरहेको छु। हेर्नुहोस् न, यस फट्याङ्ग्राले चाहिँ यति बेला चाहिँ साह्रै दामी एट्याक गर्छ। यो चाहिँ फट्याङ्ग्रा बसिरहेको छ हो अब यो राति चाहिँ। तर म चाहिँ अब मार्नु चाहिँ माया लाग्छ साथीभाइ योलाई हो। अनि म चाहिँ फ्याँकिदिन्छु नि त यसरी निकालेर हो। फेरि आएर बसिहाल्दो रहेछ नि त, अरूले चाहिँ अब काचाकुचुक पारिहाल्छ है, म चाहिँ मार्दिनँ। हेर्नुहोस् न, तर योपालि अलिकति हाइट चाहिँ ज्यादा गयो हो। यो बल भेराइटिसको कासा ग्रान्डीहरू मेरोमा तीन कलर चाहिँ होला है, येल्लो, गोल्डन अनि यो वाइट। हेर्नुहोस् त है, येल्लोहरूले त योहरू चाहिँ ठिक्कैको हाइट छ। योहरू चाहिँ अलिक पछि रोपेको थियो कि, तर हेल्दी चाहिँ हेल्दी भएन है साथीभाइ। यो मेरो चाहिँ योपालि गोदावरी यो चाहिँ येल्लो हो, प्योर येल्लो। हेर्नुहोस् है, यो चाहिँ येल्लो हो अनि योहरू चाहिँ गोल्डन हो निक्लिँदैछ। अनि वाइटहरू भर्खर निक्लिँदैछ। यो वाइट चाहिँ यो वाइटहरू निक्लिँदैछ, तर अलिकति घाम ज्यादा लागेर है वाइटहरू निक्लिँदैछ। हेर्नुहोस् है, वाइट काँसाहरू निक्लिँदैछ हो। अनि योहरू चाहिँ फेरि काँसा होइन, योहरू चाहिँ है, योहरू चाहिँ अर्कै हो। यो चाहिँ नयाँ भनौँ न, यो चाहिँ है, यो त्यो पहिला कताबाट लिएको कटिङमा चाहिँ परेको थियो साथीहरू। योहरू चाहिँ है, योहरू चाहिँ अलिक मजाले ठुलो फुल्छ र चाहिँ रोपिदिएको है। मेरोमा चाहिँ चार कलरको मात्रै छ मेरोमा, 5 कलरको मात्रै छ है साथीहरू मेरोमा चाहिँ बल भेराइटिस। खालि 5 कलरको छ है। यो येल्लो भइगयो, तिनवटा चाहिँ तपाईँको काँसा भेराइटिसमा भइगयो। अनि एउटा चाहिँ छ यो पुरानो फुल। हेर्नुहोस् है, चिन्नु पनि हुन्छ होला तपाईँले है, यसले पनि कोपिला चाहिँ अलिकति ढिलो हुँदो रहेछ हौ। अनि पमपमहरू त फुलेकै छैन है यस कलरहरूतिर। यति नै मन परेर यति नै रोप्यो है। हेर्नुहोस् योहरू त बिग्रेछ, के भएर बिग्रियो, यो त राम्रो फुल्दैन त हौ। अलिक बिग्रेछ हो येल्लो। अनि काँसा चाहिँ एकदमै मनपर्छ, हाम्रो पुरानो फुल हो नि त हो। हेर्नुहोस् न कति दामी फुल्छ है, चट्टै। हेर्नुहोस् त अब यो डल्लै ब्लुम हुँदा त है, आम्मामा ढकमक्कै हुन्छ नि तिहारहरू त। हेर्नुहोस् न, यो कसै कोपिलामै छ। योहरू चाहिँ कुन चाहिँ ग्रिन जस्तो निक्लिँदैछ है हो। योहरू चाहिँ ठिक्कैको हाइटमा छ, तर अलिकति कमजोरी खाले भएको छ योहरू चाहिँ है। अनि पमपमहरू त भर्खर कोपिला फुट्नु आँट्यो है। हेर्नुहोस् है, पमपमहरूको चाहिँ भर्खर फुट्नु आँटेको छ। पमपम भेराइटिसको चाहिँ योहरू चाहिँ रातो फुल्ने हो। योहरू चाहिँ अलिक सिङ्गल प्याटर्नमा छ है, तर एकदमै मजाले फुल्छ, मनपर्छ है, राखेको छु। अनि पुरानो फुलहरू पनि राखेको छु नि त मैले चाहिँ। अनि योहरू चाहिँ न्युजिल्यान्ड भेराइटिसहरू हो। हेर्नुहोस् है, पमपममा न्युजिल्यान्ड भेराइटिस भनेर यो लिएको पनि मैले 3-4 साल ज्यादा भइसकिसक्यो है। अनि मेन कुरो चाहिँ यहाँ योपालिको नयाँ तपाईँहरूलाई देखाइदिएको मात्रै है, फुल ब्लुम त भएको छैन, यही मात्रै भइरहेको छ। यो कुन चाहिँ आयो यो मलाई थाहा भएन है। अनि योहरू चाहिँ मल्टिनोभा भनेर लिएको है। हेर्नुहोस् है, बल फुट्न आँटेको छ। योहरू चाहिँ मल्टिनोभै होला है, अरू चाहिँ मलाई थाहा भएन। येल्लोमा रहेछ, वाइटमा रहेछ, अनि यो कलर 6 कलरमा लिएको है। हेरौँ कस्तो फुल्दो रहेछ। हवस् त साथीभाइ, आजको सन्डे मिनी ब्लग है मेरो आज यति नै है। तपाईँलाई मैले गोदावरीको मिनी ब्लग देखाएको छु आज चाहिँ। अब यो फुल ब्लुम भएर म तपाईँलाई फेरि एकपल्ट भिडियो देखाउने छु। अहिले चाहिँ अब फक्रेना लागेको छ है। तिहारमा चाहिँ मजाले भ्याउने रहेछ, यतिकोले चाहिँ भ्याउँछ नि त तिहार हो। अब अहिले नै फक्रीको खोले चाहिँ तिहार भेट्न अलिकति साह्रै पर्छ है, फेटअप भइसकेको हुन्छ। र यतिकोले चाहिँ दामी भ्याउँछ तिहार साथीहरू।